यत्रो दिनसम्मको मेहनत लगातारको गेम जितेको कुरालाई आज फाइनल हुँदैछ हैन। के अरे तपाईहरुलाई के लाग्छ साथीहरु कि सुदूरपश्चिमले यो भिडियोको जसरी ट्रफी सुदूरपश्चिम भित्र्याउला त हजारौं लाखौं सुदूरपश्चिमको सपना आज पुरा होला त। पहिलो सिजनमा पनि हामीले ट्रफी ल्याउन सकेनौं, यो सिजनमा के हाम्रो ट्रफी सुदूरपश्चिमतिर आउला त? तपाईलाई के लाग्छ? तपाईको प्रतिक्रिया दिनु होला हैन। टेबल टपमा रहेको सुदूरपश्चिमले यो पाली मलाई लाग्छ सुदूरपश्चिमको सपना पुरा गर्नेछ हैन। सबैजना आफ्नो ठाउँबाट सुदूरपश्चिममा ट्रफी आओस् भनेर प्रार्थना गर्नु होला हैन। के अरे यदि सुदूरपश्चिमले आज ट्रफी जित्यो भने हैन, फाइनल जित्यो भने साथीहरु बब्बाल सेलिब्रेट गर्नुपर्छ है। ल सुदूरपश्चिमी जनताहरुले हैन यो भिडियो शेयर गर्नु होला बब्बाल तरिकाले। आज चाहिँ के अरे एनपीएल को दोस्रो सिजनको ट्रफी चाहिँ सुदूरपश्चिमकै हुनुपर्छ है त।